श्री राधे भगवान नागी सज्जन वृंद वहमी श्रीमन्महागणाधिपतये नमः।
लक्ष्मीनारायणाभ्यां नमः सजीवनराभ्यां नमः अस्मद्मातृपितृचरणकमलेभ्यो नमः इष्टदेवताभ्यो नमः कुलदेवताभ्यो नमः स्थानदेवताभ्यो नमः ग्रामदेवताभ्यो नमः पुराणपुरुषोत्तमाय नमः सद्गुरुभ्यो नमः सकलतीर्थेभ्यो नमः सालग्रामाय नमः श्रीराधामाधवाभ्यां नमः श्रीसीतारामाभ्यां नमः श्रीगौरीशङ्कराभ्यां नमः पुराणपुरुषोत्तमाय नमः श्री सरस्वत्यै नमः सर्वेभ्यो देवेभ्यो नमः सर्वाभ्यो देवीभ्यो नमः नमस्तु सुमुखसैकनन्दः कपिलो गजकर्णकः लम्बोदरसविघ्नो विघ्ननाशो विनायकः धूम्रकेतुर्गणाध्यक्षो बालचन्द्रो गजाननः द्वादशैतानि नामानि यः पठेत् शृणुयात् मे विद्यारम्भविवाहे च प्रवेशे वेगमेकः संग्रामे संकटे चैव विघ्नस्तस्य न जायते शुक्लाम्बरधरं देवं शशिवर्णं चतुर्भुजं प्रसन्नवदनं ध्यायेत् सर्वविघ्नोपशान्तये श्रीराजसुरैः सर्वविघ्नहरस्मै गणाधिपतये नमः वक्रतुण्डमहाकाय कोटिसूर्यसमप्रभ निर्विघ्नं कुरु मे देव सर्वकार्येषु सर्वदा सर्वमङ्गलमाङ्गल्ये शिवे सर्वार्थसाधिके शरण्ये त्र्यम्बके गौरी नारायणी नमोऽस्तु मङ्गलं गरुडध्वजः मङ्गलं पुण्डरीकाक्षः मङ्गलाय तनोहरे तदेव गगनं सुदिनं तदेव ताराबलं चन्द्रबलं तदेव विद्याबलं दैवभूतस्ते संवराजय येषामिन्द्रियरक्षणो हृदयस्थो जनार्दनः यत्र योगीश्वरः कृष्णो यत्र पार्थो धनुर्धरः तत्र श्रीविजयो भूतिर्ध्रुवानीतिर्मतिर्मम सच्चिदानन्दरूपाय विश्वसपत्याय तापत्रयविनाशाय श्रीकृष्णाय वयं नमः गुरुर्ब्रह्मा गुरुर्विष्णु गुरुर्देवो महेश्वरः गुरुः साक्षात् परब्रह्म तस्मै आखण्डमण्डलाकारं व्याप्तं येन चराचरं तत्पदं दर्शितं येन तस्मै श्रीगुरवे नमः सर्वं देवीमयं यद् अतोऽहं विश्वरूपां तां नमामि परमेश्वरीम् ॐ श्रीमन्महागणाधिपतये नमः गणञ्जयाय नमः विघ्नहन्त्रे नमः लम्बोदराय नमः दुर्वाप्रियाय नमः सिन्दूरप्रियाय नमो नमः ॐ निर्विघ्नमस्तु कन्याहरू भेटिनुभयो 5 जना कन्याहरू भेटिनुभयो हामीसित कुर्सी छ 5 वटा नभए यहाँ श्रीशते लक्ष्मी पत्न्या होरात्रे वार्षे नक्षत्राणि Quay lại khá nhiều ấy.
को, सालग्राम भगवान को, गोविंद गोपाल भगवान को, संपूर्ण भक्तजनहरूको, आयुध परिवारहरूको, कर्ताजनहरूको शोभायात्राको, मङ्गलमय शोभायात्राको उपस्थित सम्पूर्ण भक्तजनहरूको, आगन्तुक समस्त भक्तजनहरूको सबैले हात माथि गरी बसेर म भन्छु अनि हजुरले दोहोऱ्याइ बसेलाई श्री राधे एकैचोटि भन्नु होला है सबैले जय जय श्री राधे अझै आवाज बजाउनु है आएपछि भन्दा पनि खान पाइन्छ भन्नुपर्छ मैले रोकेपछि भन्ने है जय जय श्री राधे अनु हर 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 महादेव शम्भो सबैले भनिरहेको छ राधे 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 हर हर महादेव झ्यालीहरू केही आए भजन कीर्तन गाउने बेलाको ती गाउँमा पाउँछ कि पाउँदैनन् ल घर तपाईँ घन्टा ल हजुरहरूको कसरी कलश लिने हो दिनुहोस् ल लाइनमा लाग्नु सहीमा अनि कन्याहरू भई हजुरको पालो एकैचोटि ओम नमो भगवते वासुदेवाय ओम नमो
दुर्गा माताको काली माईको दुर्गा माताको दुर्गा माई की श्रीमद् भागवत महापुराण की दुर्गा माता की दुर्गा माता की श्रीमद् भागवत महापुराण की दुर्गा माता की श्रीमद् भागवत महापुराण की दुर्गा माता की काली माई की भागवत माता की भागवत माता की ताला खाली गरेर घुम्नुपर्छ हैन घुम्नुपर्छ हैन
मर्दा अगाडि त्यसपछि अरू पछाडि बाजा बाँध्न सघाउनु पर्यो त हजुरले हस् हस् सबै सघाउँ ल यो भएर सघाउनुपर्छ बिस्तारै गर्नु चाहिँ बिस्तारै फरक जाउँ न माथि तलसम्म जाउँ दोस्रो चल चलो 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 बाबु लागिन्छ तेस्रो चल चौथो चल
नैवेद्यमा त्यही राखिदिनु सौभाग्य यसो गर्नु नभए भित्तापट्टि अड्या नानी खाने ठाउँमा फेरि ल्याएर भित्ताको राखेर अड्याएर राखिदिनु त्यसको ठाडो बनाउँछ क्या कपडामा कपडा खड्दा सबै छोडिदिनु छ अब सौभाग्य चाहिँ यता टक्क राख्नु रहिरहन्छ नि हो त्यहाँ ल यो यतिकै बसिरह खुस राखिदिनु माथिपट्टिबाट गाडिदिनु रातो यो के यो यहाँसम्म यो जुलेको हटाउनु गोबरमा अडिन्छ है अब पैसामा अडिन्छ चौधी चढाउने शब्द है झन् ठुलो टाइम हाल्दैछु झर्छ भनेर बिस्तारै गर न माथिबाट राख्दैन अट्छ भने चाहिँ राख्दैन अघि राख्ने लिएर आउँछ छिटो त्यसै गर्ने हजुर बालेर आउँछ चढाउनु भएन खाली ठाउँ बसाउन न उता त भित्र जानु भनेर किन जानु पञ्चायत शिर ढाक्नुपर्छ त्यो सेलरोटी शिरमा निधारमा राख्नुपर्छ तबरी राख्दै हुन्छ दुईवटा शिर हो त्यसरी ल है कथं गत्वेन भूदेभ्यः पूजितविधिमागतः कुर्वन्तु कार्यमखिलं निर्विघ्नेन करोतु भवम् अनय पूजा बस्यो शिरमा पऱ्यो शिरमा पऱ्यो यसो दल्नु त्यस भएर शिरमा दल्नु मान्नु न त्यसरी हो यो त परेको भरे खाना यो कथा भजन चाहिँ बिग्रिएको मात्र एडिट गर्ने भएर सम्झाएको मात्रै अन्यथा नलिनु होला फेरि है अनि जे छ कथा सबै राख्ने सिङ्गल बनाऊ अर्घम समर्पयामि सुदेवपिङ्गलाय नमः पादयो पादे समर्पयामि सुदेवपिङ्गलाय नमः पञ्चामृतं समर्पयामि सुदेवपिङ्गलाय नमः अर्घम समर्पयामि सुदेवपिङ्गलाय नमः सबै कुरो हरि ओम भूर्भुवः कलिङ्गोद्देशो भव काश्यप गोत्र रक्तवर्ण सूर्य यह गच्छ रविदेव है अब पूजा सुदर्शन बतो बाबा सोमंगलाय नमो नमः सोमंगलाय यह गच्छ यह तिस्र बद्रिका यह गच्छ यह तिष्ठ यावत् पूजा सुदर्शन बतो बाबा सतमित्रमा दीपानगु शुक्र मन्द छ
मेधाध्यै शनिका कृष्णवर्णाय नमः लिङ्गराजाय नमः ओ बीजवर्णे पूर्वस्वरिगाय तेरे से तो है नहीं मेरा गोदयाय वरस्वदय हरिहरि इंद्रजय ज्ञाना भगवान वरदावत्वं सुस्थिरभवतु दर्शन सुस्थिरभवतु दर्शन वरदो भवन अवश्य तो बंधु गर्दै मजाले बाँधा अनि लामो भाग्ने तर्फी घुम्दैथ्यो गाँठौँदै माथि माथि लामो घुम्नुपर्छ घुम्दैको देखिनुपर्छ राम्ररी त्यो बाह्य के हो त्यो बाह्य के हो कालो ओम ब्रह्मणे नमः बृहस्पतिदाय इन्द्राय नमः अब बायाँ बायाँपट्टि अब बायाँपट्टि भयो प्रत्येकको भयो पूजा गर बाँकी छ भने चल त्यहाँ बुट्टे कपडा होला हेर त्यसको माथि 9 चोटि पूजा गर चन्दना सीता पूजा यतिष्ठ यावत् पूजा सुदर्शन सोममङ्गलाय नमः यज्ञ छ 9 चोटि पूजा भयो 9 चोटि पूजा हरि ओम सोममङ्गलाय नमः यज्ञ छ यतिष्ठ यावत् पूजा सुदर्शन गर्दव सोममङ्गलाय नमः भौम ब्राह्मणी नमः भौम ब्राह्मणी यज्ञ छ यतिष्ठ यावत् पूजा सुदर्शन गर्दव बुधभद्रिकाय नमः बुधभद्रिकाय यज्ञ छ पदन यज्ञ छ यतिष्ठ यावत् पूजा नमः यज्ञ छ यतिष्ठ यावत् पूजा सुदर्शन गौतम फुला चेता चन्द्रकै छ हरि ओम महा शुक्रसिताय नमः यज्ञ छ यतिष्ठ यावत् पूजा शनिर्गाय नमः यज्ञ छ यतिष्ठ यावत् पूजा अन्ना गौरा धूप होस् नौ जोडी के जोडी दुईटा दिँदा भने दुईटा कम चाहिँ नहोस् बढी होस् यहाँ पर गर्न पर्दैन मामन सुजात गर्नुपर्छ है बरु धेरै गर्नुपर्छ ओम प्रतिष्ठा ओम आम ह्रीं जौं यां प्रतिमाय सुरप्रतिमायां प्रतिमायां मूर्धौ प्रतिमायां ओम शुक्राय घृतदानभावे बलि नमः ओम शुक्राय अभावे दधिरचेता बलि नमः ओम शनय कृष्णान्न अभावे दधिरचेता बलि नमः बलि नमः ईशानामा दधिरचेता फुल चिता लिएर हात कपडा तल हालेको छोडेर जान्छ है अनि त्यसैको छेउछेउमा झुन्डाउने चमर र घन्टी ओम क्षेत्रस्य पदिनामयं वैदेवयामसि रामसंगुरुश्रीवासनो मृणातिकृतिदृशे ओम भुवस्वजत्रसिदेवदर्शनामि ओम क्षेत्रपालाय नमः माथि टक्कर हालिदिनु आज ठिक्क बाँध्ने सबै जलवायु नमस्कार दक्षिणान्ति आत्मनेन्द्र सर्वयामि ओम भूर्भुवस्वभास्पुरुषाय नमो नमः आद्यं हरियं आग्नेयं पुनराग्नेयं पदं च सुतवस्नानं इदं लेपनं त्वं देवति लल्ला आदित्यै नमः
ओम नन्दे या गर्छ या दिशा यस्तो हुन्छ ओम नन्दे या गर्छ या दिशा है हम पूजा ग्रहण या पूजा गरमी तातो प्रसन्न गरतो होला आद्यम हरिगम आत्मने पुनरात्मने पुनरात्मने सुदुरवस्थानम इदम लेपनं तन्नम सिद्धरन अपेरिसरन लादान निर्वाण के भयो टोनामा ओम द्वारश्री नमः ओम मूर्धदेहालय नमः मिलाएर रातो सेतो अघि हजुरले लिनु भएको थियो त कपडा जय जय राधे टेलिकमबाट छिर्ने रहेछ एयरपोर्ट जानेबाट छिर्ने तल हो होइन टेलिकमबाट छिर्ने एयरपोर्टबाट सिधै छिर्नु त्यो बाटोबाट एयरपोर्टबाट सिधै अनि एउटा यहाँनिर ब्रह्मस्यानं प्रथम पुरुषा दुषीमतः सृजोवेन आवह सबदने उपमायस विशाह हुँदै यहाँनिर अनि यहाँ गरुडजीलाई सबैमा गर्नुपर्छ आँखा नछुइने गरी टक्क लाउने गरुडजीको निधार त्यहाँ छ हो गरुड चाहिँ भगवान् नारायणको वाहन भनेको छ यातायात सवारी साधन है त्यहाँ चढेर चाहिँ भगवान् यात्रा गर्नुहुन्छ गरुड भनेको चाहिँ चराहरू खगेन्द्र भनेर त्यतिष्ठदशाङ्गुलं धूपमागमदीपं दर्शयामि ल आगे आगे यहाँबाट छिरायो भने उठ्छ के यहाँबाट यहाँ त्यही भन्दा यहाँबाट बनाएको त्यहाँबाट जाँदैन नि बिस्तारै बिस्तारै तल राख्नु त्यसलाई त्यहाँ बाँध्ने यहाँ यससँग ल्याएर बाँध्ने कसरी बाँध्ने भन्ने कुरा आउँछ सरकार यही छ रोड त्यही रोडले माथिबाट भेट्ने भयो भने माथिबाट मिलाउनु हुने जय श्री राधे ब्रह्माजी जनै सुपारी राख्नुपर्छ अहिले राम्रो गाड्नुपर्छ भाइ सिङ्गै दिनु नभए जस्तो छ चाहिँ इङ्ग्लिस भयो यस्तै नेपाली भयो अब आफै मिनिङ निकाल्नु ओम सुदृढ तोरणाय नमः देवीदाय नमः तोरणको छेउछेउमा सुन्नुहोस् है यता तोरणको छेउछेउमा दुईतिर दायाँ बायाँ ओम राहवे नमः पूजा गर्ने उसको भाँडो उसको भाँडो छ हेर न उसले तामाको